ल खाना आइपुग्यो है च्याक्रा Oh my god. So y'all, this is the day before we go to Mustang. We're going to Mustang tomorrow. And let me show you guys my drawing homework that I haven't completed. These two were really easy to draw, like their faces, and this was a bit hard on this. Looks really bad right now. And I still have to draw 3 more. And I have to do these also. I haven't started any of it. So I'll figure it out. अनि के हाल्नु केही हैन यति त हो नि हाल्ने अब त दाजुहरूलाई फोन गर्न We are about to go. दिदीलाई दोकान चाहिँ पठाइदियो ल ल मनिजना आयो Hello, हामी नयाँ पुल आइपुग्यो दोकान पनि त्यही खान्थ्यो है ल हामी नयाँ पुल आइपुग्यो खाजा खान्टामा यता पूजा ए ल पूजा दिदी हजुर हामी यहाँ खाजा खाने ठाउँमा है आज खान्छ के खाने हो ओ बिदा हेलो अप्सनाको ब्लग है यहाँबाट देख्ने भ्यू चिया खान्छ है रोटी खाइसक्यो चिया होइन त्यही त त्यही भन्दैछ So guys, I got chupa chups. अब हामी लाइक भर्खर खाना खाएँ खाजा अब हामी जाने
मलाई आजकल सर्ट लाग्छ अनि पछि I got cold so I'm wearing a hoodie right now. म उताबाट ब छोडिदिनु बोजे छोडिदिनु सिटै उस्तो रहेछ हामी यो ठाउँमा खडा आएको होइन न्यु पुल आइपुग्यो नि त्यही हो अब एकछिनमा भेट्छौँ Bro, I am dozing off. ल हामी यहाँ गाडी आएको राम्रो Papa, itu juga hai kami. I'll give you a better shot on this. हामी खाना खाना आइपुग्यो ल्याम्जुङ होटेल तामामा होइन जाना म्याग्दिउँ अघि त्यही त कस्तो होला अनि हामी यो होटेलमा खाना खाने हो कस्तो गर्मी हो हेलो मैले देखाएको नि होइन Oh shit. भन्ने ठोक्यो नि यार बजार आइपुग्यो ल खाना आइपुग्यो है हाम्रो दाना भन्ने ठाउँमा खाना काकीले रोसी पठाइदियो भन्दै खानुहुन्न हजुरलाई दिदी यो अब हामी जान लाग्यो अब हाम्रो नेक्स्ट डेस्टिनेसन हुन्छ के भन्छ झर्ना झ्याल लाग्यो मोबाइल खस्लो यो हाम्रो डेस्टिनेसन झर्ना Damn, that's big.
जान्छले बिर्स्यो फर्किने यसलाई मार्फा गल्ली आइपुग्यो ए गाउँ मार्फा आइपुग्यो भने कस्तो मार्फा कहाँ त्यसले मार्फा भिलेज वेलकम टु मार्फा भिलेज भनिराखेको अझ त्यहाँ अहिले हामीले बोजाहरूले गुरेको थियो ठिक छ कि कति भोट लगाऊ The wind kept blowing my bangs away. My hands are freezing cold. And it's raining. We are dreaming. माथिपट्टि हुन्छ त्यो भाइले बोलाएर सेम क्लासेस एन्ड सेम क्याब हैन हाम्रो अब हामी जान लाग्यो हेर्दा स्याउ हेर्दा पैसा हरियो ऊ हरियो स्याउ अब यहाँबाट कति लाग्छ मार्फत हेर्नु छैन होला किन स्याउ कसले हेर्ने खाइदिनु यम्मी यम्मी के रे खाइदिउँ हैन के रे त्यो दुकान छ ए के यस्तो भरे रहेछ त मार्को पोलो लाने लाट रह्यो टाइट हुँदै दिदी यो मलाई ठुलो दिनु त आगिन गए जेटी गल्लीभित्र उहाँ मान्छे ल हामी चाहिँ गुम्बातिर हो गाइज ल अप्सना गुरुङको ड्रेस लाएर भयो पानी परेको छ के गर्ने जाडो गाडो गाडो गाडो
जेरी गल्लीमा हो गाइस जेरी गल्ली फादर चेन्ज गर पानी परेर झ्याउ भयो ड्रेस लाउँदै दिदीहरू यता फुकाल्दै नक्कली सामान राम्रो छ है यहाँ गुम्बा है पुरानो गुम्बा होइन स्याउको फोटो च्याङ्रा भाइ च्याङ्रा हामी चाहिँ मार्फा गाउँ घुमेर आइसक्यो त हरियो रहेछ जेरी गल्लीमा हामी ड्रेस लगाएर पनि फर्किरहेको अवस्था अप्सना गुरुङको फोटो दामी यो हो मार्फा यो कहाँ पर्छ त भोलि उमा पर्छ मङ्सिरमा अब हामी मार्को पोलो भन्ने होटेलमा आयौँ हामी ताल जाने भनेको पानी परेर नजाने अरे होइन अनि भोलि जाने अरे एल्का मार्को पोलो अनि हाम्रो बोजूहरू दिदीहरू हुनुहुन्छ जामभित्र It's really nice. जाम हुन्छ अरे कि उता गर्ने रे जामभित्र हामी Holy shit, this is beautiful. It's decorated so nicely here.
कस्तो दामी ठाउँ रहेछ I look ridiculous right now. बजे पूजा ल मिलाऊ तिमीहरूले मिलाऊ गर्नु दुईवटामा ए अँ खबर 4 जना है This is the bed, not bad, not bad. त्यहाँ डबल सुत्छ यहाँ सिङ्गल सुत्छ